सुनसरी जिल्लाको देवागञ्ज गाउँपालिका 3 कप्तागञ्जमा हिन्दू र मुस्लिम समुदाय बीच भएको झडपपछि अहिले अवस्था सामान्य बनेको छ। घटनामा 2 जनाको मृत्यु भएको, 22 जना घाइते भएका विवरण सार्वजनिक भएका छन्। घाइतेमध्ये 9 जना सर्वसाधारण, 8 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेका थिए। प्राप्त जानकारी अनुसार आइतबार राति करिब 9 बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दू समुदायका केही व्यक्तिहरू डीजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेको बेला मुस्लिम समुदायका केही व्यक्तिहरूले त्यसको विरोध गरेपछि विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा दुवै समुदायका थप मानिस घटनास्थलमा भेला भई झडपमा उत्रिएका थिए। प्रारम्भमा कप्तानगञ्ज प्रहरी चौकीको टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि अवस्था जटिल बनेपछि इलाका प्रहरी कार्यालय देवागञ्ज तथा सशस्त्र प्रहरी बलका थप टोली परिचालन गरिएको थियो। त्यसक्रममा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा गोली चलाएको थियो। झडपपछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू उल्लङ्घन घटना भएपछि अवस्था नियन्त्रणको लागि नेपाली सेना समेत परिचालन गरिएको थियो। सुरक्षा निकायको सक्रिय परिचालनपछि हाल क्षेत्रमा शान्ति कायम भएको प्रशासनले जनाएको छ। घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्ने, अफवाह नफैलाउने र कानुनी प्रक्रिया मार्फत घटनाको सत्य तथ्य पत्ता लगाउने सहमति गरेको छ। यसैबीच गृह मन्त्रालयले घटनाको छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रमुख जिल्ला अधिकारी, सुनसरी प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीय बासिन्दासँग जानकारी लिएको जनाएको छ। प्रशासनले नागरिकलाई अफवाहमा नलाग्न, सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेकोले झडपको वास्तविक कारण, जिम्मेवार पक्ष र कानुनी कारबाहीबारे थप विवरण छानबिनपछि सार्वजनिक गरिने जनाइएको छ।